Hello, namaste सबैजनालाई म दृष्टि विशेषज्ञ साधना मुक्तान and today I'm going to talk regarding this particular video which I uploaded I guess a while back भनौँ न. So many of them were commenting यो के भइरहेको तपाईले आँखा निकालेर फेरि कसरी राख्नु भयो भनेर धेरै जनाले कमेन्ट गरिराख्नु भएको थियो अनि यो कुन कन्डिसनमा के भएर चाहिँ उसको आँखा निकाल्नु पर्यो त्यो आँखाले देख्छ कि नै भनेर चाहिँ धेरै क्युरिजहरु डाउटहरु कमेन्ट सेक्सनमा देखे मैले. So यो केस चाहिँ रेटिनोब्लास्टोमाको केस हो. रेटिनोब्लास्टोमा बेसिकली भन्नुपर्दा चाहिँ आई क्यान्सर हो which occurs in child below 5 years. 5 वर्ष भन्दा मुनिको बच्चाहरुमा देखिने कमन आई क्यान्सर हो. त्यो रेटिनोब्लास्टोमा नाममै छ रेटिनामा हुने क्यान्सर सेल. त्यो कसरी हुन्छ भन्दा रेटिना भन्नाले म पहिला रेटिना भन्नाले के हो बुझाइदिन्छु. रेटिना भन्नाले आँखाको पछाडीको पर्दा जहाँ हामीले देखेको कुराहरु क्याप्चर हुन्छ, जहाँ हामीले देखेको कुराहरु भिडियोहरु जहाँ इमेज फर्म हुन्छ बेसिकली जहाँ पिक्चर बन्छ भन्छौं नि त्यहाँको सेलमा हुने क्यान्सर हो. सो यो 5 वर्ष भन्दा मुनिको बच्चाले भनिसके पहिले 5 वर्ष भन्दा मुनिको बच्चालाई हुने गर्छ. अनि यसको मेन कारण के हो? मेन कारण के भन्दाखेरि एउटा हो चेन्ज इन जिन दैट कन्ट्रोल्स द ग्रोथ अफ सेल. कुनै पनि जिनको चेन्ज जसले सेलको कन्ट्रोललाई ग्रोथको कन्ट्रोल गर्छ. जस्तै सेल कसो हुन्छ भन्दाखेरि त्यो जेनेटिकली के कुराहरु भयो भने जेनेटिक्समा के प्रब्लम भयो भने सेल क्यान अन्डरग्रो अर ओभरग्रो. सेलहरु ओभरग्रो धेरै पनि ग्रो हुन सक्छ र अन्डरग्रो पनि हुन सक्छ. त्यस्तो केसमा पनि रेटिनोब्लास्टोमा देखिन सक्छ. सेकेन्ड थिङ इज म्युटेसन. यो जिनको म्युटेसन डीएनए सिक्वेन्समा के चेन्ज भयो भने पनि देख्न सक्छ. अर्को थर्ड मेन पोइन्ट भनेको चाहिँ फ्यामिली हिस्ट्री. तपाईको ग्रेन्डपा ग्रेन्डमा मम ड्याडमा छ भने पनि यस्तो केस देखिन सक्छ. यो चाहिँ बेसिकली क्यान्सरको केस हो. अनि यसको सर्भाइभल रेट कति छ? रिसेन्ट डाटा युएसए युनाइटेड स्टेट अफ अमेरिका डाटा अनुसार यसको सर्भाइभल रेट 95% छ. जुन चाहिँ हामीले वी हैव टु डिटेक्ट जुन चाहिँ हामीले पहिले डायग्नोसिस गर्नुपर्छ डिटेक्ट गर्नुपर्छ 2 इयर्स भन्दा बिलो 2 वर्ष भन्दा तल डिटेक्ट भयो भने चाहिँ अब यो 2 वर्ष भन्दा मुनि हुँदै बच्चाहरुलाई चाहिँ यो रोग छ भने चाहिँ भिजन बस्न सक्छ. नाइबे इट क्यान कज कम्प्लिकेसन लाइक फुल अर पार्शियल लस अफ भिजन. भन्नाले फुल्ली भिजन लस पनि हुन सक्यो, पार्शियली पनि हुन सक्यो, आधा भिजन लस पनि हुन सक्यो, पुरै अन्धो पनि हुन सक्यो. अनि सेकेन्ड भनेको चाहिँ ब्रेनमा ब्रेन सेल जुन जस्तै आँखा एन्ड इयर आइज इयर एन्ड ब्रेन दोज आर कनेक्टेड. यो नर्भ्सहरु चाहिँ कनेक्ट हुन्छ हाम्रो ब्रेनसम्म जान्छ. त्यस्तै गरेर क्यान्सर सेल ग्रो हुँदै गएर स्प्रेड भएर हैन बढ्दै गएर ब्रेनसम्म जान सक्छ. पछि गएर ब्रेन ट्युमरहरु हुन सक्छ. सो त्यो चाहिँ कम्प्लिकेसन भयो. अब हामीले कसरी पत्ता लगाउने, कसरी थाहा पाउने, कस्तो के हो त्यसको सिम्पटम, भयो भने के गर्ने, कता जाने भन्ने कुराहरुको लागि चाहिँ पार्ट 2 फलो गर्नुस्. थ्यांक यू.